Title sponsor CityNet Private Limited Pepsi Cola. Fashion partner The Red Apple Sundara. Beauty partner Riju Beauty Parlor Chabo Hill. Printing partner The Oli Press and Design House Bag Bazar. Supported by Prakash Electronics Pepsi Cola. Mata Kali Sunchadi Pasal Mulpani Road Kadagari. Photography partner Prayag Studio Pepsi Cola. Voting partner MyPay. Media partner Online Press and Reality Television. नमस्कार, लाइभ फोकस टेलिभिजन हेरेर बसिरहनु भएका सम्पूर्ण दर्शकवृन्दहरुमा म होस्ट प्रेक्षा पराजुली हजुरलाई लाइभ फोकस टेलिभिजन प्रेजेन्स लिटल डान्सर सिजन 1 मा स्वागत गर्न चाहन्छु र अब म यस कार्यक्रमको स्पोन्सरहरुको नाम लिन चाहन्छु। टाइटल स्पोन्सर CityNet, ब्युटी पार्टनर द रिजु ब्युटी पार्लर चाबो हिल, प्रिन्टिङ पार्टनर द ओली प्रेस एन्ड डिजाइन हाउस बाग बजार, फ्यासन पार्टनर्स द रेड एप्पल सुन्धारा, सपोर्टेड बाई प्रकाश इलेक्ट्रोनिक्स पेप्सी कोला, ओम माता काली सुनचादी पसल काँडाघारी रोड, अक्षरिका स्कुल, महान सिद्धार्थ स्कुल, रिलायन्स स्कुल, ट्रम्सल विद्यापीठ स्कुल, भोटिङ पार्टनर माइपे, मिडिया पार्टनर अनलाइन प्रेस रियालिटी टेलिभिजन, फोटोग्राफी पार्टनर प्रयाग स्टुडियो। र दर्शकवृन्दहरु, यो भन्दा गत एपिसोडमा हामीहरूले टप 25 कन्टेस्टेन्टहरुको प्रस्तुति हेरेका थियौं र जजेसहरुको जजमेन्ट अनुसार त्यहाँ मध्येबाट टप 20 कन्टेस्टेन्टहरु छनौट हुनु भएको थियो र आज म हजुरहरुको सामु टप 20 कन्टेस्टेन्टहरुको प्रस्तुति साथसाथै उहाँहरुको भोटिङ कोड लिएर उपस्थित भइन सकिसकेको छु। दर्शकवृन्दहरु, म हजुरलाई छोटो जानकारी दिन चाहन्छु। आज यस हाम्रो एपिसोडबाट भोटिङ लाइन खुला हुनेछ र हजुरहरूले माइपे एपमा गएर भोट गर्न सक्नुहुनेछ। माइपे इभेन्टको वेबसाइटबाट आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई कसरी भोट गर्ने? फ्रम इन्टरनेशनल भिजा कार्ड। सबैभन्दा पहिला आफ्नो पीसी वा मोबाइलमा वेब ब्राउजर ओपन गर्नुहोस्। mypayeevents.com को वेबसाइट खोल्नुहोस् र मेन्यु बारमा रहेको भोटिङ इभेन्टमा क्लिक गर्नुहोस्। अब आफूले चाहेको भोटिङ इभेन्ट छानी भ्यू डिटेल्समा क्लिक गर्नुहोस्। अब आफूलाई मनपर्ने प्रतिस्पर्धी छानी भोटमा क्लिक गर्नुहोस्। आफूले गर्न चाहेको भोट छानी आफ्नो नाम, इमेल र मोबाइल नम्बर राखी प्रोसिडमा ट्याप गर्नुहोस्। अब पेमेन्ट गर्नको लागि इन्टरनेशनल भिजा वा मास्टर कार्ड अप्सन छान्नुहोस्। आफूसँग भएको कार्डको सम्पूर्ण विवरण हाली पेमा क्लिक गर्नुहोस्। अन्त्यमा भ्यालिडेट गर्नुहोस् र ओटिपी भेरिफाई गरी भोटिङ प्रक्रिया पूरा गर्नुहोस्। र अब म कार्यक्रमलाई सुरु गर्नुभन्दा अगाडि यस कार्यक्रमको जजहरूलाई स्वागत गर्न चाहन्छु र हाम्रो पहिलो जज हुनुहुन्छ विगत लामो समयदेखि डान्स फिल्ममा कोरियोग्राफी साथसाथै प्रोडक्सन हाउसमा डाइरेक्सन समेत गर्दै आउनु भएको हाम्रो आदरणीय जज विराज फुयाल सर, म उहाँलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्ते। त्यसैगरी हाम्रो अर्को जज हुनुहुन्छ कम उमेरमै आफ्नो वर्चस्व कायम राख्दै विभिन्न कोरियोग्राफी गर्दै विभिन्न ठाउँमा जज समेत रहँदै आउनु भएको हाम्रो आदरणीय म्याम अक्षता प्रधान म्याम, म उहाँलाई पनि यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्ते। र अब म यस कार्यक्रमको पहिलो कन्टेस्टेन्टलाई आफ्नो दमदार प्रस्तुतिको साथमा बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ LD01 आद्या बजगाई। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ। सेवारो सोल्टी सेवारो है
हामीहरूले आद्याजीको यो प्रस्तुति हेरिसक्यौँ र अब म जजहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो आद्याजीको यो पर्फर्मेन्स। आद्या एकदम राम्रो गीत चुज गर्नुभएको छ, तर अर्नामेन्ट्सहरू ड्रेसहरू अलिकति मिलेन डान्सको, अनि स्टेपहरू पनि मैले त्यहाँ देखिनँ त्यस्तो, आई मिन गीत अनुसारको स्टेपहरू देखिनँ। अलिकति ध्यान दिनु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो आद्याजीको यो प्रस्तुति। आद्या भोटिङ राउन्डमा पुग्यौँ है हामी। अलिकति भोटिङ राउन्डमा पुगिसके टप 20 मा पुगेको पर्फर्मेन्स चाहिँ डान्स राम्रो छ, राम्रो नाच्नु भएको छ। अलिकति अर्नामेन्ट्सहरूमा चाहिँ ध्यान दिनुपर्ने है। अब गुरुङ ड्रेस लाउनु भएको छ, अर्नामेन्ट्स होइन, कपाल खोलेर नाच्नु भएको छ, त्यसले डिस्टर्ब पनि गरेको छ। त्यस्तो कुराहरू ध्यान दिनु होला। अझै राम्रो एकदम बेस्ट डान्स गर्दै जानुहोस्। अनि भोटिङ राउन्ड छ, भोटिङलाई पनि अलिकति प्राथमिकता दिनु होला। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र दर्शकवृन्दहरू यदि हजुरहरूलाई आद्याजीको यो पर्फर्मेन्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-01। हजुरहरूले यस कोड मार्फत उहाँलाई भोट तथा सपोर्ट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-02 आशिका बस्नेत। हेरौँ है त उहाँले आज कस्तो भेराइटीको प्रस्तुति लिएर आउनु भएको रहेछ। सोल्टी सेवारो है।
हामीले आशिकाजीको यो दमदार प्रस्तुति हेरि नै सक्यौँ र अब म जजहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो आशिकाजीको यो पर्फर्मेन्स। आशिका एकदम राम्रो गीतमा राम्रो पर्फर्मेन्स गर्नुभयो। अगाडिको एपिसोडमा नै एकदमै राम्रो पर्फर्मेन्स दिनुहुन्थ्यो हजुरले। अब टप 20 मा आइसक्नु भएको छ, भोटिङ राउन्ड सुरु भएको छ। अलिकति अझै योभन्दा बेस्ट पर्फर्मेन्स गर्नु होला है। तपाईँको पर्फर्मेन्स हेरेर हाम्रो दर्शकबिनहरूले पनि तपाईँलाई नै भोट गर्न उत्सुक हुनुहोस्, त्यसरी पर्फर्मेन्स गर्नु होला। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो आशिकाजीको यो पर्फर्मेन्स। आशिका एकदम राम्रो नाच्नु भयो, यसरी नै नाच्दै जानु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले दुवै जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र उहाँहरूले भन्नुभएको यो कमेन्टलाई मध्यनजर गर्दै अघि बढ्दै गर्नुहोला र दर्शकबिन्दहरू यदि हजुरहरूलाई आशिकाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-02। हजुरहरूले उहाँलाई स्कोर मार्फत माइपे एपमा गएर भोट गर्न सक्नुहुनेछ र अब म अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ LD-03 भूमि थापा। हेर्नु है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ।
हामीहरूले भूमिजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो भूमिजीको यो पर्फर्मेन्स? भूमि एकदम राम्रो नाच्नु भएको छ। अब भोटिङ राउन्डमा आइसक्नुभयो, अझै योभन्दा राम्रो नाच्नु पर्ने हो। अलिकति ल्याग देखेँ मैले, त्यसमा अलिकति ध्यान दिनु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो भूमिजीको यो पर्फर्मेन्स? भूमि गीत सेलेक्सन राम्रो है, डान्स पनि राम्रै गर्नुभएको छ। अलिकति एनर्जी चाहिँ अलिक पाइनँ मैले ल, अनि मुभमेन्टहरू अलिक पुगेन। अझै मेहनत गर्नु होला। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी दिनहरूमा अझै राम्रो प्रस्तुति लिएर आउँदै गर्नुहोला भन्दै म हजुरलाई बेस्ट अफ लक पनि भन्न चाहन्छु। र यदि हजुरहरूलाई भूमिजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LD-03। हजुरले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र हाम्रो अर्को कन्टेस्टेन्ट हुनुहुन्छ LD-04 दिव्यांशी खनाल। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ।
हामीहरूले दिव्यान्शीजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो दिव्यान्शीजीको यो पर्फर्मेन्स? दिव्यान्शी एकदमै राम्रो नाच्नुभयो, राम्रो गीतमा एकदम बेस्ट पर्फर्मेन्स दिनुभएको छ। यसरी नै अघि बढ्दै जानुहोस् अनि आफ्नो भोटिङलाई पनि ध्यान दिँदै जानुहोस् है। अझै राम्रो यसरी राम्रो नाच्नु भने भोट पनि राम्रो आउँछ। किप डान्सिङ, अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो दिव्यान्शीजीको यो पर्फर्मेन्स? दिव्यान्शी एकदम राम्रो नाच्नु भएको छ, यसरी नै नाच्दै जानु होला, अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र उहाँहरूले भन्नुभएको यो कमेन्टलाई मध्यनजर गर्दै अघि बढ्दै गर्नुहोला र दर्शकवृन्दहरू यदि हजुरलाई दिव्यान्शीजीको यो पर्फर्मेन्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LT-04। हजुरहरूले यस कोड मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LT-05 इभा खड्का। हेरौँ है त उहाँले आज कस्तो भेराइटीको प्रस्तुति लिएर आउनु भएको रहेछ। हामीहरूले इभाजीको पहिलाभन्दा एकदमै भेराइटीको प्रस्तुति हेरिसक्यौँ र अब म जजहरूको कमेन्ट सेक्सनतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो इभाजीको यो पर्फर्मेन्स? इभा एकदम राम्रो गीत चुज गर्नु भएको छ, राम्रो नाच्नु भएको छ, यसरी नै नाच्दै जानु होला अनि भोटलाई पनि अलिकति ध्यान दिनु होला, अल द बेस्ट। हामीहरूले म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो इभाजीको यो पर्फर्मेन्स? इभा एकदमै राम्रो डान्स है, गीत सिलेक्सन पनि एकदम राम्रो अनि ड्रेसमा एकदमै राम्रो देखाएको छ तपाईँलाई। यसरी नै नाच्दै जानु होला, म्यामले भनिहाल्नुभयो, भोटिङलाई पनि ध्यान दिनु होला, अल द बेस्ट। हामीहरूले दुवै जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र हजुरलाई म आगामी राउन्डहरूको लागि बेस्ट अफ लक भन्दै यदि हजुरहरूलाई इभाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LT-05। हजुरहरूले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र अब म अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ LT-06 गरिमा बस्नेत। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ।
हजुरहरूले गरिमाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म विराज सरलाई सोध्न चाहन्छु हजुरलाई कस्तो लाग्यो गरिमाजीको यो पर्फर्मेन्स? गरिमा एकदमै राम्रो गीतमा राम्रो प्रस्तुति दिनुभयो, तर अर्नामेन्ट्स चाहिँ अलिकति पुगेन है, कुनै कुनै ठाउँमा अलिक पुगेको छैन, त्यो कुराले ध्यान दिनु होला है। के पुगेन एकचोटि एपिसोड हेरेर एकचोटि आफूलाई टक्क निहाल्नुहोस्, थाहा भइहाल्छ हजुरलाई है। अनि यस्तै नाच्दै जानु होला, भोटिङलाई पनि ध्यान दिँदै जानु होला, भोटिङ राउन्ड छ, जति राम्रो पर्फर्मेन्स गर्नुभयो है अब त्यति नै भोट आउने हो, त्यो कुरालाई ध्यान दिनुहोस्। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो गरिमाजीको यो पर्फर्मेन्स? गरिमा एकदम राम्रो गीतमा नाच्नु भएको छ, डान्स पनि राम्रै गर्नुभएको छ, यसरी नै नाच्दै जानु होला। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र हजुरलाई म अल द बेस्ट भन्दै यदि हजुरहरूलाई गरिमाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LT-06। हजुरहरूले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र अब म अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ LT-07 कृष्णा घिमिरे। समझ
कृष्णाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो कृष्णाजीको यो पर्फर्मेन्स? कृष्णा एकदम राम्रो नाच्नु भयो, यसरी नै नाच्दै जानु होला अनि भोटिङलाई पनि ध्यान दिनु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो कृष्णाजीको यो पर्फर्मेन्स? कृष्णा एकदमै राम्रो गीत है, गीत सेलेक्सन एकदम राम्रो अनि डान्स पनि राम्रो है। अब सधैँ राम्रो गर्नुहुन्छ, सधैँ राम्रो भनेको छौँ, अझै राम्रो गर्दै जानु होला। अनि म्यामले भनेको जस्तै भोटिङलाई ध्यान दिनुहोस् है, अझै राम्रो नाच्दै जानु होला, भोट आइहाल्छ। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि बेस्ट अफ लक भन्दै यदि हजुरलाई कृष्णाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-07। हजुरले स्कोर मार्फत उहाँलाई माइपे एपमा गएर भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ LD-08 कृतिका ढकाल। हेरौँ है त उहाँले आज कस्तो भेराइटीको प्रस्तुति लिएर आउनु भएको रहेछ। हामीले कृतिकाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो कृतिकाजीको यो पर्फर्मेन्स? कृतिका राम्रो गीत, राम्रो डान्स है, ड्रेसअप पनि राम्रो है, पुतली जस्तै देखेको छ आज। यसरी नै नाच्दै जानुहोस्। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो कृतिकाजीको यो पर्फर्मेन्स? कृतिका एकदम राम्रो नाच्नु भएको छ, पहिलाको भन्दा एकदम इम्प्रुभमेन्ट गर्नु भएको छ। यसरी नै नाच्दै जानु होला अनि भोटिङलाई नि ध्यान दिनु होला। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डको लागि अल द बेस्ट भन्दै यदि हजुरलाई कृतिकाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने
उहाँको भोटिङ कोड रहेको छ LD-08। हजुरले यस कोड मार्फत उहाँलाई माइपे एपमा गएर भोट तथा सपोर्ट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-09 मानवी राई। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ। हामीहरूले मानवीजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो मानवीजीको यो पर्फर्मेन्स। मानवी एकदम राम्रो गीतमा नाच्नु छ, राम्री भएर एकदम राम्रै देखिनु भएको छ। यसरी नै नाच्दै जानु होला अनि भोटिङलाई पनि ध्यान दिनु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो मानवीजीको यो पर्फर्मेन्स। मानवी आज थारू कल्चर थारू ड्रेसमा एकदमै दामी देखेको छ है मानवीलाई। डान्स पनि मानवी जस्तै राम्रो छ आज। यसरी नै डान्स गर्दै जानुहोस्। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि म हजुरलाई बेस्ट अफ लक भन्दै यदि हजुरलाई मानवीजीको पर्फर्मेन्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-09। हजुरले यस कोड मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-10 परिक्या न्यौपाने।
परिकाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ। उहाँले पनि पहिलाभन्दा एकदमै इम्प्रुभ गरेर आफ्नो पर्फर्मेन्स लिएर आउनु भएको रहेछ र अब म जजहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो परिकाजीको यो पर्फर्मेन्स? परिका गीत सेलेक्सन एकदमै दामी है, डान्स पनि एकदमै राम्रो, यसरी नै नाच्दै जानु होला है। तर अलिकति एक ठाउँमा चाहिँ कता कता त्यो स्टेप चाहिँ अलिकति ब्रेक पाए जस्तो फिल पाएँ है मैले चाहिँ, त्यो कुरालाई ध्यान दिनुहोस्। नत्र डान्स एकदम दामी छ, यही फ्लो अनुसार अघि बढिरहनु होला। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो परिकाजीको यो पर्फर्मेन्स? परिका एकदम राम्रो गीतमा नाच्नु भएको छ, जहिले हजुरले आइटम लिएर आउनु छ धेरै जसो, यसपालि पनि त्यही लिएर आउनु भएको रहेछ, एकदम राम्रो नाच्नु भएको छ, यसरी नै नाच्दै जानु होला। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि बेस्ट अफ लक भन्दै दर्शकबिन्दहरू यदि हजुरलाई परिकाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LD-10। हजुरले स्कोर मार्फत उहाँलाई भोट तथा सपोर्ट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र हाम्रो अर्को कन्टेस्टेन्ट हुनुहुन्छ LD-11 परीक्षा श्रेष्ठ। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ।
हामीहरूले परिसाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो परिसाजीको यो पर्फर्मेन्स? परिसा एकदम राम्रो गीत लिएर आउनु भएको छ, राम्रो नाच्नु भएको छ। आज तपाईँले यसरी नै राम्रो नाच्दै जानु होला। अल द बेस्ट। र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो परिसाजीको यो पर्फर्मेन्स? परिसा एकदम राम्रो डान्स है। आज एकदम खुलेर नाच्नु भएको छ, एक्सप्रेसन पनि राम्रो दिनुभएको छ है। अनि यसरी नै नाच्दै जानुहोस्। अनि भोटिङ राउन्डमा हुनुहुन्छ है, भोटलाई पनि एकदम मध्यनजर राख्दै आफ्नो डान्स पनि एकदम दामी गर्दै जानु होला। अल द बेस्ट। हामीहरूले दुवै जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र उहाँहरूले भन्नुभएको यो कमेन्टलाई मध्यनजर गर्दै अघि बढ्दै गर्नुहोला। र यदि हजुरहरूलाई परिसाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LD-11। हजुरहरूले स्कोर मार्फत उहाँलाई भोट तथा सपोर्ट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-12 प्रेरणा बुढाथोकी। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ। हामीहरूले प्रेरणाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म जजहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो प्रेरणाजीको यो पर्फर्मेन्स? प्रेरणा आइटम डान्स लिएर आउनु भएको छ है। गीत सिलेक्सन चाहिँ आइटम डान्सको लागि एकदमै दामी लाग्यो मलाई है, वाउ लाग्यो। अनि डान्स पनि एकदम बवाल गर्नुभएको छ, एकदम राम्रो डान्स गर्नुभएको छ, एकदम बिटमा नाच्नु भएको छ, इन्जोय गरिरहनु भएको छ है। एकदम एनर्जी पनि आज राम्रो छ। यसरी नै नाच्दै जानु होला, भोटलाई पनि ध्यान दिनु होला। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो प्रेरणाजीको यो पर्फर्मेन्स? प्रेरणा, अब तपाईँ हजुरको के कुरा गर्नु, सधैँ राम्रो डान्स लिएर आउनुहुन्छ, आज पनि एकदम राम्रो लिएर आउनु भएको छ। यसरी नै नाच्दै जानु होला, अघि बढ्दै जानु होला। अल द बेस्ट। हामीहरूले दुवै
जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि बेस्ट अफ लक भन्दै यदि हजुरहरूलाई प्रेरणाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट तथा सपोर्ट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-12 हजुरहरूले यस कोड मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-13 प्रिन्सेस रस्ट। हेरौँ है त उहाँले आज कस्तो भेराइटीको प्रस्तुति लिएर आउनु भएको रहेछ। साँच्चै नै उहाँले पहिलाभन्दा एकदमै इम्प्रुभ गरेर भेराइटीको साथमा प्रस्तुति लिएर आउनु भएको रहेछ। र अब म ढिला नगरिकन जजेसहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो प्रिन्सेसजीको यो पर्फर्मेन्स? प्रिन्सेस एकदम राम्रो गीत लिएर आउनु भएको छ, एनर्जीको साथ नाच्नु भएको छ, यसरी नै नाच्दै जानु होला। अल द बेस्ट। हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो प्रिन्सेसजीको यो पर्फर्मेन्स? प्रिन्सेस एकदम राम्रो डान्स है, स्वाछ ड्रेसअप पनि स्वाछ डान्सको लागि एकदम राम्रो नाच्नु भएको छ। भोटिङ राउन्ड छ, भोटलाई पनि एकदम ध्यान दिनु होला, यस्तै नाचेर अगाडि बढ्नु होला। अल द बेस्ट। हामीहरूले दुवै जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि बेस्ट अफ लक भन्दै यदि हजुरहरूलाई प्रिन्सेसजीको डान्स राम्रो लागेको छ र उहाँलाई भोट तथा सपोर्ट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-13 हजुरहरूले यस कोड मार्फत उहाँलाई माइपे एपमा गएर भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-14 रसिका खड्का। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ। I don't
अहिले रसिकाजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म जजहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो रसिकाजीको यो पर्फर्मेन्स। राशिका तपाईँको गीत सिलेक्सन चाहिँ एकदम मनपर्छ है मलाई। जहिले पनि अलि फरक फरक प्याटर्नको अलि फरक फरक जनरको गीतहरू लिएर आउनुहुन्छ। आज पनि एकदमै राम्रो गीतमा पर्फर्म दिनुभयो अनि ड्रेसअप पनि एकदम राम्रो, डान्स पनि राम्रो गर्नुभएको छ। एकदम इम्प्रुभमेन्ट चाहिँ एकदमै ऱ्यापिडली इम्प्रुभमेन्ट देखेको छ हजुरको पर्फर्मेन्समा। यसरी नै अघि बढ्नु होला अनि भोटिङ राउन्ड चलिरहेको छ, भोटलाई पनि ध्यान दिनुहोस्। अल द बेस्ट। र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो रसिकाजीको यो पर्फर्मेन्स। राशिका एकदम राम्रो नाच्नु भएको छ, गीत पनि एकदम राम्रो चुज गर्नु भएको छ। यसरी नै राम्रो नाचेर जानु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डको लागि बेस्ट अफ लक भन्दै यदि हजुरहरूलाई रसिकाजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LT-14। हजुरहरूले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LT-15 समीरा थापा। हामीहरूले समीराजीको यो पर्फर्मेन्स हेरि नै सक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो समीराजीको यो पर्फर्मेन्स। समीरा एकदम राम्रो नाच्ने मान्छे, एक्सप्रेसन पनि एकदम दिने मान्छे। डान्स त आज एकदम राम्रो गर्नुभएको छ तर एक्सप्रेसन चाहिँ मैले पाइनँ है। आज तपाईँको एक्सप्रेसन क्विन भएर यो सोको अलिकति एक्सप्रेसन देखिनँ, त्यसमा ध्यान दिनु होला। अनि भोटिङ राउन्ड चल्दैछ, त्यसमा पनि अब ध्यान दिइहाल्नुहुन्छ होला। अल द बेस्ट अर्को राउन्डको लागि। र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो समीराजीको यो पर्फर्मेन्स। समीरा डान्समा चाहिँ कुनै डाउट छैन है, म्यामले भनिहाल्नुभयो आज एक्सप्रेसन छैन, जिउरो टोकेर मात्रै नाचिरहेको छ सुरुदेखि नै है। त्यो चाहिँ अलिकति आज त्यो एक्सप्रेसन चाहिँ अलिकति भएन। त्यो अब त्यही गर्न खोज्नुभयो होला, त्यो जिउरो टोकेर नाच्दाखेरि राम्रो देखिन्छ भनेर सोच्नुभयो होला, त्यो अलिकति अलिक मजा आएन। त्यो कुरालाई ध्यान दिनुहोस्। अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि अल द बेस्ट भन्दै उहाँहरूले भन्नुभएको यो कमेन्टलाई मध्यनजर गर्दै अघि बढ्दै गर्नुहोला। र दर्शकवृन्दहरू यदि हजुरहरूलाई समीराजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LT-15। हजुरहरूले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ। र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र हाम्रो अर्को कन्टेस्टेन्ट हुनुहुन्छ LT-16 शशि लामा। हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ।
हामीहरूले शशीजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो शशीजीको यो पर्फर्मेन्स? साँच्चै एकदमै राम्रो है, मलाई एकदमै बेस्ट लाग्यो हजुरको पर्फर्मेन्स। सधैँ यस्तो अलिकति डिफ्रेन्ट खालको यो सोमा अरू पार्टिसिपेन्टले नाच्यो भने अलिक डिफ्रेन्ट खालको पर्फर्मेन्स लिएर आउनुहुन्छ हजुरले। आज पनि एकदम राम्रो पर्फर्मेन्स चाहिँ एकदम इन्जोय गरेर नाच्नु भएको छ। हामीले पनि रमाइलो लाग्यो है हजुरको पर्फर्मेन्स हेरेर। यसरी नै नाच्दै जानु होला अनि भोटिङलाई चाहिँ ध्यान दिनु होला है। अब भोटिङ राउन्डमा छिरेर चाहिँ हामी टप 20 मा छौँ। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो शशीजीको यो पर्फर्मेन्स? सासी एकदम युनिक डान्सहरू लिएर आउनुहुन्छ हजुरले जहिले पनि, आज पनि त्यस्तै लिएर आउनुभयो। यस्तो राम्रो नाच्नुहुन्छ, भोटिङमा अलिकति ध्यान दिनु होला है। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले दुवै जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि बेस्ट अफ लक भन्दै यदि हजुरहरूलाई शशीजीको डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-16। हजुरले यस कोड मार्फत उहाँलाई माई पेएपमा गएर भोट गर्न सक्नुहुनेछ। र अब म ढिला नगरिकन अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-17 सनुन बस्नेत। सनोनजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो सनोनजीको यो पर्फर्मेन्स? एकदम राम्रो गीत लिएर आउनु भएको छ,
एकदम राम्रो नाच्नु भएको छ आज एनर्जीको साथ पहिलाको भन्दा एकदम तपाईँको पनि डान्समा एकदम इम्प्रुभमेन्ट देखिरहेको छु मैले यसरी नै नाच्दै जानु होला भोटलाई पनि अलिकति ध्यान दिनु होला अल द बेस्ट अर्को राउन्डको लागि हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो सनुनजीको यो पर्फर्मेन्स च्यानन म्यामले भनिहाल्नुभयो है एकदमै इम्प्रुभमेन्ट छ है हजुरको अब हामीले फर्स्ट राउन्डदेखि अहिलेसम्म हेर्दाखेरि चाहिँ हरेक कुरामा डान्सिङको मात्रै होइन एक्सप्रेसनदेखि लिएर स्टेजमा चढिसकेपछि के गर्ने प्रप कन्ट्रोल कसरी सबै कुरा एकदमै पर्फेक्ट भइसक्नु भएको छ यो कुरालाई निरन्तरता दिइरहनु होला अझै बेस्ट पर्फर्मेन्स दिँदै जानुहोस् हामीले भनिहाल्नुभयो भोटिङलाई पनि ध्यान दिनुहोस् अल द बेस्ट हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि अल द बेस्ट भन्दै दर्शकवृन्दहरू यदि हजुरहरूलाई सनुनजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LD-17 हजुरले स्कोड मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-18 स्वीकृति पाण्डे हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ स्वीकृतिजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म जजहरूको कमेन्ट सेक्सनतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो स्वीकृतिजीको यो पर्फर्मेन्स स्वीकृति एकदमै पावरफुल डान्स है गीत पनि एकदमै हाई बिटमा छ नि त अनि तपाईँको पर्फर्मेन्स नाच्छ त्यस्तै छ एकदमै राम्रो नाच्नु भएको छ मजाले फुल इन्जोय गरेर नाच्नु भएको छ यसरी नै अघि बढ्दै जानु होला अनि भोटिङलाई पनि एकदम ध्यान दिनुहोस् है भोटिङ सुरु भइसकेको छ भोटिङलाई पनि निरन्तरता दिनुहोस् डान्स राम्रो गर्दै जानुहोस् किप डान्सिङ अल द बेस्ट हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो स्वीकृतिजीको यो पर्फर्मेन्स स्वीकृति एकदम राम्रो नाच्नु भएको छ आज झन् यस्तो फुल अफ एनर्जीमा है एकदम राम्ररी भएर एक्सप्रेसन पनि एकदम राम्रो लाग्यो मलाई आज हजुरको यसरी नै नाच्दै जानु होला अल द बेस्ट अर्को राउन्डको लागि हामीहरूले दुवै जजेसहरूले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र उहाँहरूले भन्नुभएको यो कमेन्टलाई मध्यनजर गर्दै अघि बढ्दै गर्नुहोला र यदि हजुरहरूलाई स्वीकृतिजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट तथा सपोर्ट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LD-18 हजुरले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र अब म अर्को कन्टेस्टेन्टतर्फ लाग्न चाहन्छु र उहाँ हुनुहुन्छ LD-19 तपस्विन पुरासैनी हेरौँ है त उहाँले आज कस्तो प्रस्तुति लिएर आउनु भएको रहेछ
बच्चा म त गर्दिन गुलामी इन्डस्ट्रीको तिमी मेस्सीको फ्यानमा हो बच्चा हामी पर तिमीलाई जान्छ हाम्रो शरीरमा भगवानको हात छ पहिला त्यसको हामीलाई गाउँले भन्दै अहिले गाउँले इन्डस्ट्री हान्छ हामीहरूले तपस्विनीजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म जजेसहरूको कमेन्टतर्फ लाग्न चाहन्छु र सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो तपस्विनीजीको यो पर्फर्मेन्स? तपस्विनी एकदम चलेको गीतमा नाच्नु भएको छ तर अलिकति हजुरको एकै ठाउँमा बसेर नाचिरहनु भएको छ अनि तपाईँको मैले आज अलिकति एनर्जी पनि देखिनँ गीत अनुसारको त्यसमा अलिकति ध्यान दिनु होला भोटिङ राउन्ड सुरु भइसकेको छ त्यसमा पनि ध्यान दिनु होला अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले अक्षता म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो तपस्विनीजीको यो पर्फर्मेन्स? तपस्विनी एकदम पावरफुल गीत है एकदम चलेको गीत म्यामले भनिहाल्नुभयो अलिकति गीत अनुसार चाहिँ आज अलि न्याय दिन सकेन है तपस्विनीले एकदम राम्रो पर्फर्मेन्स दिने मान्छे हो है अलिक प्र्याक्टिस नपुगे जस्तो छ त्यो कुरालाई ध्यान दिनुहोस् अल द बेस्ट। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी राउन्डहरूको लागि अल द बेस्ट भन्दै दर्शकवृन्दहरू यदि हजुरहरूलाई तपस्विनीजीको यो डान्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङ कोड रहेको छ LD-19 हजुरहरूले यस कोड मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र अब म यस कार्यक्रमको अन्तिम कण्ठस्थलाई आफ्नो प्रस्तुतिको साथमा बोलाउन चाहन्छु उहाँ हुनुहुन्छ LD-20 नुयाङ मगर। मेरो
हामीहरूले नुयाङजीको यो पर्फर्मेन्स हेरिसक्यौँ र अब म सोध्न चाहन्छु विराज सरलाई हजुरलाई कस्तो लाग्यो नुयाङजीको यो पर्फर्मेन्स? नुवाङ एकदम राम्रो गीत है, डान्स पनि राम्रो, एकदम दामी देखाएको छ आज कालो चस्मामा नुवाङलाई। डान्स पनि एकदम बेस्ट, एकदम उफ्री होइन, पुरा हेरिरहँ जस्तो लाग्ने गरी नाच्नुभयो। यस्तै नै नाच्दै जानु होला, भोटिङलाई पनि ध्यान दिनुहोस्, भोटिङ पनि गर्दै जानुहोस्। अल द बेस्ट। हामीहरूले विराज सरले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र अब म सोध्न चाहन्छु अक्षता म्यामलाई हजुरलाई कस्तो लाग्यो नुयाङजीको यो पर्फर्मेन्स? नुयाङ एकदम राम्रो नाच्नु भएको छ, एनर्जीको साथ यसरी नै नाच्दै जानु होला। अल द बेस्ट अर्को राउन्डको लागि। हामीहरूले दुवै सर म्यामले भन्नुभएको यो कमेन्ट सुनिसक्यौँ र आगामी दिनको लागि अल द बेस्ट भन्दै दर्शकबिन्दहरू यदि हजुरहरूलाई नुयाङजीको यो पर्फर्मेन्स राम्रो लागेको छ र उहाँलाई भोट गर्न चाहनुहुनेछ भने उहाँको भोटिङको रहेको छ LD-20। हजुरले स्कोर मार्फत उहाँलाई भोट गर्न सक्नुहुनेछ र हामीहरूले आज टप 20 कन्टेस्टेन्टहरूको प्रस्तुति हेरिनै सक्यौँ र अब म यस कार्यक्रमको स्पोन्सरहरूको नाम लिन चाहन्छु। टाइटल स्पोन्सर सिटीनेट, ब्युटी पार्टनर द रिजु ब्युटी पार्लर चाबहेल, प्रिन्टिङ पार्टनर द ओली प्रेस एन्ड डिजाइन हाउस बागबजार, फेसन पार्टनर द रेड एप्पल सुन्धरा, सपोर्टेड बाई प्रकाश इलेक्ट्रोनिक्स पेप्सिकोला, ओम माता काली सुनचाँदी पसल काँडाघारी रोड, अक्षरिका स्कुल, श्रमसेव विद्यापीठ स्कुल, महान सिद्धार्थ स्कुल, रिलायन्स स्कुल, कोचिङ पार्टनर माइपे, फोटोग्राफी पार्टनर प्रयाग स्टुडियो, मिडिया पार्टनर अनलाइन प्रेस, रियालिटी टेलिभिजन। र दर्शकबिन्दहरू म हजुरहरूलाई छोटो जानकारी दिन चाहन्छु। आज बेलुका 8:30 बजेदेखि आइतबार दिउँसो 12 बजेसम्म हाम्रो भोटिङ लाइन खुल्ला हुनेछ। हजुरहरूले त्यस समयमा आफूलाई मनपर्ने कन्टेस्टेन्टहरूलाई म्यापे एपमा गएर भोट गर्न सक्नुहुनेछ र भोटिङ गर्ने तरिका यो रहेको छ। माइपे इभेन्टको वेबसाइटबाट आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई कसरी भोट गर्ने? फ्रम इन्टरनेसनल भिजा कार्ड। सबैभन्दा पहिला आफ्नो पीसी वा मोबाइलमा वेब ब्राउजर ओपन गर्नुहोस्। mypayeevents.com को वेबसाइट खोल्नुहोस् र मेन्यु बारमा रहेको भोटिङ इभेन्टमा क्लिक गर्नुहोस्। अब आफूले चाहेको भोटिङ इभेन्ट छानी भ्यू डिटेल्समा क्लिक गर्नुहोस्। अब आफूलाई मनपर्ने प्रतिस्पर्धी छानी भोटमा क्लिक गर्नुहोस्। आफूले गर्न चाहेको भोट छानी आफ्नो नाम, इमेल र मोबाइल नम्बर राखी प्रोसिडमा ट्याप गर्नुहोस्। अब पेमेन्ट गर्नको लागि इन्टरनेसनल भिजा वा मास्टर कार्ड अप्सन छान्नुहोस्। आफूसँग भएको कार्डको सम्पूर्ण विवरण हाली पेमा क्लिक गर्नुहोस्। अन्त्यमा भ्यालिडेट गर्नुहोस् र ओटिपी भेरिफाई गरी भोटिङ प्रक्रिया पूरा गर्नुहोस्। दर्शकबिन्दहरू म फेरि हजुरहरूको सामु अर्को हप्ता टप 15 कन्टेस्टेन्टहरूको प्रस्तुतिको साथमा उपस्थित हुने बाचाको साथमा म प्रेक्षा पराजुली लगायत लिटिल डान्सर टिम हजुरहरूको माझमा बिदा हुन चाहन्छु। नमस्कार सबैजनालाई, शुभरात्रि। साथसाथै लाइभ पोकेट टेलिभिजन हेर्न नबिर्सनुहोला है त। Title sponsor सिटीनेट प्राइवेट लिमिटेड पेप्सिकोला, Fashion partner द रेड एप्पल सुन्धारा, Beauty partner रिजु ब्युटी पार्लर चाबहिल, Printing partner द ओली प्रेस एन्ड डिजाइन हाउस बागबजार, Supported by प्रकाश इलेक्ट्रोनिक्स पेप्सिकोला, माता काली सुनचाँदी पसल मूलपानी रोड काँडाघारी, Photography partner प्रयाग स्टुडियो पेप्सिकोला, Voting partner माइपे, Media partner अनलाइन प्रेस एन्ड रियालिटी टेलिभिजन।